मा हुने विभिन्न किसिमका स्क्याम र फ्रडहरू नेपालमा हुने 62% फ्रडहरू चाहिँ यो फ्रडहरू बारेमा चाहिँ अवेर नभएर चाहिँ ठगिएका हुन्छन् र नम्बर 1 मा रहेको छ ओटिपी फ्रड। ओटिपी फ्रडमा चाहिँ जसमा बैंक अथवा वालेटको नाममा चाहिँ अट्याकरहरूले चाहिँ फोन गर्ने र एसएमएस पठाउँछन् र त्यसबाट ओटिपीहरू माग्छन्। जसबाट तपाईँहरूलाई चाहिँ ठग्ने र तपाईँहरूको खातामा भएको पैसाहरू लग्ने र यो चाहिँ एकदमै नेपालमा फेमस र सबैभन्दा बढी हुने यो फाइनेन्सियल फ्रडहरू रहेको छ। जसमा रहेको छ फेक अनलाइन स्टोर। यसमा चाहिँ इन्स्टाग्राम, फेसबुकमा विभिन्न यो छुट, अफर अथवा 75% अफ, 60% अफ जस्तो विज्ञापनहरू आउँछ र यसले चाहिँ तपाईँले उक्त प्लेटफर्ममा गएर सामानहरू मगाउँदाखेरि एडभान्स पेमेन्टहरू लिन्छन् र एडभान्स पेमेन्ट लिइसकेपछि तपाईँलाई आइदर ब्लक गर्ने अथवा त्यो वेबसाइट नै नक्कली हुन्छ अथवा त्यो नक्कली त्यहाँबाट त्यो सामानहरू जुन आउँछ त्यो चाहिँ नक्कली सामानहरू हुन्छ। त्यसै गरी रहेको छ पार्सल फ्रम द एब्रोड भनेर तपाईँलाई चाहिँ विदेशबाट तपाईँलाई चाहिँ सामान आएको छ। यो सामान तपाईँको आएको हुँदा यो भन्सारमा रोकिएको, कस्टममा रोकिएको छ र यो कस्ट चाहिँ यो सामानको लागि चाहिँ तपाईँले पाउनलाई यसको लागि ट्याक्स तिर्नुपर्छ अनि बल्ल तपाईँकोमा सामान आउँछ भन्ने खालका स्क्यामहरू, जसमा चाहिँ अथवा कुनै तपाईँलाई चाहिँ वाट्सएपमा, मेसेन्जरमा अथवा फेसबुक थ्रु चाहिँ तपाईँलाई चाहिँ त्यो लिङ्कहरू आउन सक्छ अथवा कल आउन सक्छ र जुन चाहिँ एक्चुअलमा पार्सल चाहिँ हुँदैन। त्यसै गरी रहेको छ एक्सटर्सन रिङ। एक्सटर्सन रिङमा तपाईँलाई चाहिँ सुरुमा नक्कली प्रोफाइल बनाएर तपाईँलाई साथी बनाउँछ। साथी बनाइसकेपछि हप्तौँसम्म तपाईँको विश्वास जित्छन् र त्यसपछि भिडियो कल, अडियो कलहरू भइसकेपछि तपाईँको अश्लील फोटो, भिडियोहरू चाहिँ उनीहरूले रिकर्ड गरिरहेको हुन सक्छन् र रिकर्ड गरिसकेपछि अनि बल्ल ब्ल्याकमेलिङ सुरु भएर पैसा माग्ने, अनि पैसा दिएन भने तपाईँको फोटोहरू, भिडियोहरू फेसबुकमा सबैलाई देखाउँछु भनेर तपाईँलाई त्यसपछि पैसाको डिमान्ड गर्ने खालको यो र त्यसपछि रहेको छ फ्रिक इन्भेस्टमेन्ट अथवा जुन हाम्रो क्रिप्टो करेन्सीमा तपाईँले चाहिँ लगानी लगाउनुहोस्। हाम्रो चाहिँ जुन यो प्लेटफर्म छ यो प्लेटफर्मले हाम्रो एआई युज गरेर तपाईँको 10,000को 2 लाख रुपियाँ बनाउँछ 2-3 हप्तामै भनेर तपाईँलाई चाहिँ प्रलोभन दिइन्छ र तपाईँले सुरुमा पैसा गेन गरेको जस्तो गरेर थोरै इन्भेस्टमेन्टमा थोरै पैसा रिटर्न भएको छ तपाईँको एकाउन्टमा, यसरी पैसा आएको छ र यो पैसा निकाल्नलाई चाहिँ तपाईँले प्रिमियमले चाहिँ यति पैसा चाहिँ अथवा यति ट्याक्स चाहिँ तपाईँले तिर्नुपर्छ भनेर तपाईँलाई चाहिँ पैसा तिर्न पठाइन्छ र पैसा तिरिसकेपछि त्यो जुन साइट छ त्यो साइट नै गायब हुने हुन्छ। त्यसै गरी अर्को रहेको छ लोन एप स्किम। यो लोन एप स्किममा चाहिँ तपाईँलाई चाहिँ लोन एकदमै सस्तो दर रेटमा तपाईँलाई धेरै झन्झट बिना नै तपाईँलाई लोन दिइन्छ र लोन चाहिँ तपाईँले लोन लिइसकेपछि 10,000को लोन लिँदाखेरि तपाईँलाई 7,000 जति दिएर 2,500 3,000 उनीहरूले काट्ने र विभिन्न शुल्कहरू युज गरेर तपाईँलाई चाहिँ अनि त्यो शुल्क नतिरिसकेपछि तपाईँलाई चाहिँ लुकेको ब्याजहरू थपेर तपाईँको अपमानजनक सन्देशहरू, एडिटेड फोटोहरू, तपाईँलाई धम्की दिने, डर दिने खालको कुराहरू गर्छन्। त्यसै गरी अर्को रहेछ लटरी र प्राइस स्क्यामको कुराहरू रहेको छ। तपाईँले चाहिँ पुरस्कार जित्नुभयो, तपाईँलाई चाहिँ इमेल, एसएमएस, तपाईँलाई चाहिँ हाटबटिनीको एउटा अफरमा तपाईँले चाहिँ पुरस्कार जित्नु भएको छ। उक्त पुरस्कार तपाईँले दाबी गर्नको लागि तपाईँले यो शुल्क चाहिँ तिर्नुपर्छ भनेर तपाईँलाई चाहिँ शुल्क तिर्न लगाउँछन् र शुल्क तिरिसकेपछि उक्त वेबसाइट अथवा व्यक्तिले चाहिँ तपाईँलाई ब्लक गर्छ र तपाईँको पैसा जफत गर्ने गर्दछन्। र त्यसै गरी रहेको छ फेक जब अफर्सको कुराहरू रहेको छ। फेक जब अफर्समा चाहिँ तपाईँलाई डाटा एन्ट्रीको जब मिलेको छ, उच्च तलब र यो काम पनि सजिलो छ भनेर नक्कली विज्ञापनहरू गराइन्छ र जसमा चाहिँ तपाईँलाई भनेर तपाईँबाट एडभान्स पेमेन्टहरू लिने र तपाईँलाई विभिन्न दर्ता, तालिम, भिजा प्रोसेसिङको नाममा चाहिँ शुल्कहरू असुलेर तपाईँलाई चाहिँ अघि कल सेन्टरहरूमा तपाईँलाई चाहिँ इन्गेज गराउने खालका कुराहरू चाहिँ फेक जब अफर्सहरूमा पर्छन्। र खालको जुन यो ठगहरूबाट जुन यो ठगिने, स्क्याममा पर्ने जुन चाहिँ स्क्यामरहरूले प्रयोग गरिरहेको मेथड छ यसलाई सोसल इन्जिनियरिङ भनिन्छ। यसमा चाहिँ अट्याकरहरूले तपाईँको इमोसनसँग चाहिँ खेलेर इमोसनली तपाईँलाई चाहिँ ट्रिगर गराएर, लोभ देखाएर, अर्जेन्सी देखाएर, डर देखाएर कुनै न कुनै सोसल टेक्निक युज गरेर तपाईँलाई चाहिँ ठग्ने गर्छन्। र ठगिने मान्छेहरूमा 62% चाहिँ जानकारी नभएर, अवेर नभएर ठगिने गर्छन् भने 38% चाहिँ जानकारी भएर पनि ठगिने गर्छन्। र हामीलाई यो सम्बन्धी, यो विभिन्न ठगीहरू सम्बन्धी जानकारी हुनु एकदमै आवश्यक रहेको छ।